फुलपाती चढाइमै हामीले ल अब सुरु गरौँ छिर्न ढुकदैले भित्र गर्नु त्यो चाहिँ बस्ने है ल उयो भिडियो हेर्ने भिडियो बनाएको मोबाइल होइन ल नमस्कार हामी अब यहाँ छिर्ने तयारीमा छौँ ल अब भित्रको अर्कै मोबाइलमा हामी बनिदिएछ अब कति बेला निक्लिन्छौँ हामी थाहा छैन ल जय शम्भु त्यही बस र केटाटी भिडियो हेरिराख्ने भिडियो बनाउन पर्यो नि त भिडियो त बनाउनु पर्यो नि त हामी देखिरहेछ नि अब यहाँ भइहाल्छ नि तस्त अनि किन पछि नपसेको थिएँ ए बाबा अनि एकछिन बस न त तिम्रो है हो केही पनि गर्दैन अनि केटाकेटी किन तर आज त होइन रहेछ नि त शिवरात्रि परेछ महादेव खानु हुन्थ्यो भगवान् जय गर है मैले आत्मा जे जुठो कुरो गरे पनि मलाई मेरो फोटो भिडियो भइसक्यो गर्नु परमेश्वर गल्ती भएन मलाई है गर्नुहोस् भिडियो अब कता छ पनि पर्छ यो दैलो लाग्छ लाग्यो भने यो दैलो लाग्छ नि लाग्यो यहाँ मान्छे पकाउनु दैलो लाग्ने ढुङ्गा यो है साथी भाइ हो ल ल अहिले पखान परमेश्वर केटाकेटी आउँछु भन्दै थियो यो बुढा भाइ एकछिन आइज
केटाकेटीको अरे अरे यता भित्तामा चाहिँ हेर्नुपर्छ नि यहाँ भित्तामा त कता सबै अनि भित्तामा चाहिँ पानी पानी कहाँ छ ओ हिँड्दै गरे न उता जाउँ त जाउँ भाले छ त्यो छ गाईको थुन हुनुपर्छ यो यस्तो मारे यस्तो गाईको थुन त माथि हो बहिनी बस्दै ल म भिडियो चाहिँ म भइरहेको छ नि केही छैन त नि अहिले त तोडा भकाइ मोट भिडियो बन्द छ नि टक्क बनाउ न तोडा भकाइ छ उनीको हो त मान्छे तोडा न छैन ठाउँ बाटो दिनेतिर के हुन्छ तोडे जस्तो लागिरहेको छ हामीलाई यो गाईको थुन भाले भाले छ यो हो त भित्र हेर न यो सबै आएको कसैले यहाँ आइपुग्दा त एकैको ढाँट गयो धुवाले त भिडियो बन्द छ नि भकाइ जस्तो लागेको छ मलाई यो तलदेखि माथि चाहिँ जस्तो लागेको छ मलाई पनि होइन बुढा ढुङ्गाकै भकाइ जस्तो छ जस्तो लागेको थियो भाइरल बाटो देखाउँदै अब छोरोले हेर्दैन त्यहाँ यसो देखाएर बसेर थिएँ यो होटेल हेर भाइ यो सिंहसम्म भिडियोमा देखाऊ रे भाइ भाइ भिडियोमा देखाऊ आज अघि नै मुख जुठो लगाइरहेको थिएँ माथि चाहिँ नभए पनि हो पुरो ढुङ्गादेखि माथि अलिक तल भयो भाइ अघि भयो जान त जान लु म बस्छु जान ऊ सबै छ नि त पहिले त अरे दियो थियो कुखुराको भाले गाईको थुनहरू पायो यही यही दुले मात्रै लाने कहाँको यो ढुङ्गा लागेको अरे क्या पहिले ओ गोठाला थुनिएको नि त होइन गोठाला थुनिएको त थाहा भएको थियो यही हो ढुङ्गा लाग्ने चाहिँ यही ढुङ्गा कसले अनि धुप लगाइदिएपछि आफै नि यही हो ढुङ्गा ढोका लाग्ने ढुङ्गा चाहिँ यही हो हामीले त्यसो भनेर पसेको तर एक्लै त थियो कि दुई तिनजना
यो त्यो ढुङ्गादेखि माथिबाट चढेर भकारी हेरे जस्तो लाग्छ मलाई तर त्यतिखेर त लाइटहरू थिएन यस्तो मोबाइलहरू केही थिएन नि त राको लिएर पसेको उ त्यो पत्र पुग्नु बित्तिकै सबै लिएको धुवाले भिडियो बाहिर देखा पर्नु पर्यो नि त सबै अब यत्रो बेरमा निक्लेको भन्ने हुन्छ होइन अनि फेरि छिर्ने अब बाहिर देखा पर्नु पर्यो अब एकछिन छिरेर आयो फेरि अर्को टोली छिर्नेको बिचमा छ उनीहरू देखा पर्नु पर्यो नि त अनि त्यो मैले त भाले नि देखिनँ त्यो दियो पनि देखिनँ हो त्यो त गाईको थुन पनि छ दियो पनि छ कुखुराको भाले पनि छ यहाँ छ दियोदेखि न यतापट्टि न उतापट्टि छ है यतापट्टि तलतिर पुछार यस्तो परेको पुछार यस्तो हरे यस्तो गुडाको सिङ जस्तो थियो त्यही हो त्यही हुनुपर्छ भाइ होइन मैले त मुख जुठो लाग्यो कि त्यसरी तर पहिले हामी पस्दा चाहिँ दियो कुखुराको भाले ल निस्क्यौँ भाइ निस्केन हेलो गाडी परेर निस्क्यौँ त अब हामी जानु पर्यो नि त अटिँदैन सबै एकैचोटि आँटिन्छ तर त्यो अघि भाइहरू गएदेखि नि उपपट्टि चढे जस्तो लाग्यो हामी यत्रो बेरमा यी निक्ल्यौँ यस्तो खालको फर्म रहेछ महादेव स्थान हो हामी भिडियो चाहिँ सानो छोटकारीमा बनाइरहेको छौँ अब हामी दुईजना माथि अब अब हामी दुईजना माथि पुग्न बाँकी छ यहीँनिर निकाल्यौँ पहिले निस्किहालौँ अब भुवनको मोबाइलले भिडियो बनाउँछ अब मेरो मोबाइलमा लाने जे त अहिले लिएर जानु जा जा किन यस्तो हेर्ने खबर छ